अब साना तथा मझौला व्यवसायलाई डिजिटल माध्यमबाटै बिना दितो 10 लाखसम्म ऋण। लघु, साना तथा मझौला व्यवसायले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन्। यस्ता व्यवसायले अब डिजिटल माध्यमबाट 10 लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र ब्याङ्कले गरेको छ। यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन। डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र ब्याङ्कले यस्तो व्यवस्था गरेको हो। दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका रूपमा यस्ता व्यवसायलाई 10 लाखसम्मको ऋण डिजिटल माध्यमबाटै दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको छ। 1 वर्ष अवधिको अल्पकालीन चालु पुँजी कर्जाका रूपमा भने यी व्यवसायीले 5 लाख रुपैयाँसम्म प्राप्त गर्ने भएका छन्। अहिले पनि तलबी खाता हुने ग्राहकले 3 वर्षका लागि 5 लाख रुपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन्। तलब खाता बाहेक अन्य खाता हुने सर्वसाधारण ग्राहकले भने 3 वर्षका लागि 2 लाख रुपैयाँसम्म कर्जा पाइरहेका छन्। ग्राहकले डिजिटल माध्यमबाट गरेको कारोबार विवरण, भुक्तानी विवरण लगायत व्यवसाय सम्बन्धी अन्य विवरणका आधारमा यस्तो कर्जा दिइनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि प्रदायक संस्थाहरूसँग सहकार्य गर्न सक्ने व्यवस्था गरिएको छ।